Hello students, welcome back to new video. I am Prashant. Let's start the video. आज हामी कक्षा 10 को नेपाली विषयको इकाइ 2 मा रहेको घर झगडा भन्ने पाठको सम्पूर्ण अभ्यास गर्नेछौँ। आजको यस भिडियोमा मैले यस घर झगडा पाठको सम्पूर्ण प्रश्नहरूको सरल, छोटो र उपयुक्त उत्तरहरू लिएर आएको छु। लु अब आजको भिडियो सुरु गरौँ। शब्द भण्डारको 1 नम्बरमा शब्दकोश प्रयोग गरी दिएका शब्दको अर्थ लेख्नुहोस् भनेको छ। यसमा लेख्न सकिन्छ पाताल, पृथ्वीका तलतिर रहने 7 लोक मध्ये सबैभन्दा तल्लो लोक। टीका, निधारमा लगाइने चन्दन। अतीत, बितेको समय। किल्ला, प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ। घनघोर, डरलाग्दो। शपथ, कुनै काम गर्ने हो होइन भनी गर्ने वचनबद्धता। अवतार, जन्म लिने काम। राको, आगोको मुस्लो। हालत, अवस्था। 2 नम्बरमा भनेको छ घर झगडा कथामा प्रयोग भएका निम्नलिखित तुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्। यसको उत्तरमा लेखिन्छ कानमा तेल हाल्नु। पढ्ने बेला कृष्ण कानमा तेल हालेर बस्यो अनि परीक्षामा फेल भयो। आँखामा बिजाउनु, खराब काम गर्नेहरू मेरो आँखामा बिजाउँछन्। कम्मर कस्नु, रियान्स कम्मर कसेर पढेकाले नै परीक्षामा प्रथम भयो। आगो खेलाउनु, फटा श्यामलाई सम्झाउनु आगो खेलाउनु जस्तै हो। वाल्ल पर्नु, राम्री केटी देख्यो कि केटाहरू वाल्ल परेर हेर्छन्। तेल घस्नु, जति तेल घसे पनि प्रेरणाले तिमीलाई वास्ता गर्दिन। भाषमा फस्नु, दुर्व्यसनको भाषमा फसेपछि उम्कन गाह्रो हुन्छ। चोचो मोचो मिलाउनु, राम त श्यामको कुरामा चोचो मोचो मिलाएर खुब नजिक बन्न खोज्छ। अब 3 नम्बरमा भनेको छ दिएका उखान र तिनको अर्थ पहिचान गरी 5वटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस्। अकबरी सुनलाई कसिलाउनु पर्दैन। अकबरी सुनलाई कसिलाउनु पर्दैन भन्ने थाहा नहुनेले मात्र नेपालीको वीरता जाँच्न खोज्छन्। अनि इन्द्रका अगाडि स्वर्गको बयान। त्रिभुवन विश्वविद्यालयका नेपाली प्राध्यापकको अगाडि कक्षा 10 मा पढ्ने विद्यार्थीले नेपाली कथाका बारेमा बयान छाट्नु भनेको इन्द्रका अगाडि स्वर्गको बयान जस्तै हो नि। जसले मह काट्छ उसले हात चाट्छ। जसले मह काट्छ उसले हात चाट्छ भने चाहिँ रियान्सले सानैदेखि पढाइमा मेहनत गरेकाले अहिले ऊ अधिकृत भयो। नाच्न नजान्ने आँगन टेढो, ऊ हलो जोत्न जान्दैन अनि गोरुलाई फिट्छ। यो त नाच्न नजान्ने आँगन टेढो भने चाहिँ भएन र। हुने बिरुवाको चिल्लोपात, सिर्जना पढाइमा अब्बल भए जस्तै घरको काममा पनि सिपालु छिन्। यही त हो नि हुने बिरुवाको चिल्लोपात भनेको। अब 4 नम्बरमा दिएको अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गरी लेख्नुहोस्। उत्तर यहाँ अनुच्छेद दिएको छ, हजुरहरूले पढ्नु होला। उत्तरमा लठरम्म, घ्याच, हस्याङ फस्याङ, छक्क, चटक्क, गदगद। अब 5 नम्बरमा शब्दकोशको प्रयोग गरी दिएका शब्दलाई क्रम मिलाएर लेख्नुहोस्। यहाँ यसरी दिएको छ, यसको उत्तरमा लेख्न सकिन्छ अंश, आँसु, ऋण, कक्ष, क्षमा, गुलाफ, ज्वाला, ज्ञानी, त्याग, त्रिलोचन, थुनुवा, सिर्जना। अब बोध र अभिव्यक्तितर्फ जाउँ। 1, 2 आफै गर्नु होला। अब 3 नम्बरमा दिएका प्रश्नको उत्तर भन्नुहोस् भन्ने छ। क, घर झगडा कथा कति अनुच्छेदमा संरचित छ? यसको उत्तरमा लेख्न सकिन्छ घर झगडा कथा 10 अनुच्छेदमा संरचित छ। ख, कथाको प्रारम्भ कुन घटनाबाट भएको छ? उत्तर, कथाको प्रारम्भ राजेन्द्र लक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ। ग, कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ? उत्तर, कथामा बहादुर शाह र राजेन्द्र लक्ष्मीको प्रत्यक्ष भूमिका देखिएको छ। घ, बहादुर शाह वाल्ल परेर हेरेको घटना कुन अनुच्छेदमा छ भनेको छ? उत्तर, बहादुर शाह वाल्ल परेको घटना 4औं अनुच्छेदमा छ। अब 4 नम्बर दिएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। कमा भनेको छ माथिको कथांश कुन सन्दर्भमा आएको हो? यहाँ कथांश चाहिँ आफै पढ्नु होला, हजुरको किताबमा छ। उत्तर, माथिको कथांश राजेन्द्र लक्ष्मीको बहादुर शाहप्रतिको धारणा बताउने सन्दर्भबाट आएको हो। अब खमा म पात्र उनका आँखामा बिजाउनुको कारण के हो? उत्तर, भारदारहरूको कुराका आधारमा एक अर्कालाई शङ्का गरेको कारण म पात्र उनका आँखामा बिजाएको बुझ्न सकिन्छ। अब गमा अमृतको कणमा विष देख्नुको तात्पर्य के हो? उत्तर, अमृतको कणमा विष देख्नुको तात्पर्य सकारात्मक व्यक्ति र अवस्थालाई पनि नकारात्मक ठान्नु हो। गमा कथांशमा घात प्रतिघात किन चल्दै गयो? उत्तर, एक अर्काप्रतिको अविश्वासका कारण कथांशमा घात प्रतिघात चल्दै गयो। अब 5 नम्बरमा कथा अनुसार दिएका घटनालाई क्रम मिलाएर लेख्नुहोस् भन्ने छ। उत्तरमा यस प्रकार लेख्न सकिन्छ घ, राजेन्द्र लक्ष्मी नजरबाट छुट्नु। झ, नाग बनेर आए पनि यिनीहरूसँग म डराउन भन्नु।
च हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ भन्नु। छ चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खबर सुन्नु। य आपसी फुट्ने जातिको पतनको चिन्ह हो भन्नु। बहादुर शाहले कुरौटेले वैमनस्य बढाइदिएको बताउनु। ख बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने चाहिँ उनको आँखामा म बिजाउन थाल्नु। ज शक्ति नभएका भए महाकाली महालक्ष्मी महासरस्वतीलाई कसैले पुज्ने थिएनन् भन्नु। क राजेन्द्र लक्ष्मीले बहादुर शाहको सकारात्मक भूमिकाको वर्णन गर्नु। ग गोर्खामा हमला गर्न लागेको खबर आउनु। अब 6 नम्बरमा दिएका प्रश्नको उत्तर लेख्नुहोस्। कमा सोधेको छ घर झगडा कथाका पात्र राजेन्द्र लक्ष्मी र बहादुर शाहका चारित्रिक विशेषताको तुलना गर्नुहोस्। उत्तर राजेन्द्र लक्ष्मी र बहादुर शाह दुवैले प्रताप सिंह शाहको मृत्युपछि नायब भएर शासन चलाए। दरबारिया षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन्। कथाका आधारमा यिनीहरूको नियतमा खोट भने भेटिन्न, तर दुवै शङ्कालु भन्ने देखिरहेका छन्। स्वविवेकले प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए। भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकअर्कालाई थुनामा राख्ने काम पनि भएको थियो। यसरी हेर्दा उनीहरू दुवै शङ्कालु र सत्ताको लोभ रहेका पात्र देखिन्छन्। अब खमा सोधेको छ कथामा वर्णन गरिएका सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस् भन्ने छ। उत्तरमा लेख्न सकिन्छ कथामा वर्णन गरिए अनुसार त्यति बेला नेपालको एकीकरण तुवाउन विदेशीले अनेकौँ षड्यन्त्र गरिरहेका थिए। दरबारभित्रै पनि अनेकौँ षड्यन्त्र रचियो। भारदारहरू कुरौटे थिए। सानोतिनो मनमुटावलाई अतिरञ्जित गरी तिलको पहाड बनाइन्थ्यो। दरबारका कुरौटे भरौटे भारदारले नेतृत्व बीचमा फाटो ल्याउने अनेकौँ षड्यन्त्र गरिरहेका हुन्थे। यस्तो दरबारिया खटपटले एकीकरण अभियानमा पनि धक्का लागेको थियो। सत्तामा पुग्न अनेकौँ जालझेल हुन्थे। यसरी विकृत राजनीतिक परिवेशको चित्रण कथामा पाइन्छ। अब गमा सोधेको छ बहादुर शाह बेतिया पुगेपछि राजेन्द्र लक्ष्मी किन आत्तिन्। उत्तर बहादुर शाह बेतिया पुगेको खबरबाट बहादुर शाह कुनै जाल रच्नलाई है उनी गएका हुन् कि भन्ने पनि लाग्यो। अर्कोतिर उनलाई आफ्नो हातको ढाल तरबार मैले गुमाए जस्तो महसुस भयो। बहादुर शाहको सदुपयोग गर्न नजान्नु ठुलो भुल महसुस भयो। भारदारहरूले रचेको षड्यन्त्रको भेउ पाउन नसक्दा निसहाय महसुस भयो। आफू कमजोर हुँदा अन्य राज्यहरूले पनि आक्रमण गर्ने शङ्का पनि भयो। यसरी केही पश्चाताप र केही भारदारहरूबाट हुन सक्ने षड्यन्त्र सम्झेर राजेन्द्र लक्ष्मी आत्तिन्। अब घमा सोधेको छ कथाको मुख्य सन्देश लेख्नुहोस्। उत्तर राज्य चलाउने काम सजिलो होइन। राज्य चलाउने व्यक्ति बाह्य र आन्तरिक चलखेल र षड्यन्त्रप्रति हरदम चनाखो बन्नुपर्छ। राज्यमा नेतृत्वकर्ताहरूका बीच आपसी सहमति र समझदारी भयो भने राज्य बलियो हुन्छ। आपसी वैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ। यस्तो अवस्थामा शत्रुहरूले पनि फाइदा उठाउन खोज्छन्। जसरी राजेन्द्र लक्ष्मी र बहादुर शाहका बीचमा आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा पनि धक्का लाग्यो। त्यसैले सबैभन्दा पहिले घर बलियो बनाउनुपर्छ, तब मात्र शत्रुलाई पराजित गर्न सकिन्छ भन्ने सन्देश यस कथाले दिएको छ। अब 7 नम्बरमा सोधेको छ कथाको राजेन्द्र लक्ष्मीले गर्नुहोस् कथांशबाट 4 प्रश्न बनाई 3 को उत्तर साथीसँग छलफल गर्नुहोस् भनेको छ। यहाँ मैले प्रश्नहरू राखिदिएको छु, हजुरहरूले उत्तर लेखेर साथीहरूसँग छलफल गर्नु होला। क राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई डाकेर के भनिन्। ख सुतेको सिंहको टाउकोमा टेक्नुको तात्पर्य के हो। ग कम्मर कसेर लागे के गर्न सकिन्छ। ग कथांशका अनुसार महाकाली महालक्ष्मी महासरस्वती किन पुजिएका हुन्। अब 8 नम्बर राजेन्द्र लक्ष्मी र बहादुर शाह बीचका कुराकानी भइरहेको समयमा तपाईँ पुग्नु भएको भए के सल्लाह दिनुहुन्थ्यो, कारणसहित वर्णन गर्नुहोस् भनेको छ। यसको लामो हुन्छ उत्तर, यसरी लेख्न सकिन्छ। उत्तर राजेन्द्र लक्ष्मी र बहादुर शाह घर झगडा ऐतिहासिक कथाका मुख्य पात्रहरू हुन्। नाताले भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो भने कहिले परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो। यही कारणले एकीकरणको अभियानमा पनि धक्का लागेको थियो भन्ने वैरीहरूले पनि चलखेल गर्ने अवसर पाएका थिए। एउटा सामान्य परिवारका नेतृत्वकर्तामा मनमुटाव हुँदा घरमा त भाँड भैरो हुन्छ भन्ने राज्यका नेतृत्वमा हुने यस्तो मनमुटावले झनै ठुला समस्या सिर्जना गर्छ। एकतामा नै ठुलो तागत हुन्छ भन्ने विचार राख्ने मेरो पहिलो प्राथमिकता त दुवैलाई मिलाउने नै हुन्थ्यो। कथाका आधारमा हेर्दा दुवै पात्र नियत खराब भएका पात्र होइनन्। आफ्ना ससुरा र बुबाले थालेको एकीकरणको
अभियानलाई दुवैले प्राथमिकतामा राखेका थिए। यस्तो अवस्थामा पनि यिनीहरूले कयौँ राज्यले अधीनमा पारेका थिए। दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा काम हुन्थ्यो। मेरो विचारमा यिनीहरूको कमजोरी भनेको भारतहरूको चलखेलको भ्यू पाउन नसक्नु मात्र हो। दुवैले स्वविवेक प्रयोग नगरेर भारतहरूको दलदलमा फसेको देखिन्छ। यस्तो अवस्थामा मैले दुवैलाई मिलेर अघि बढ्ने सल्लाह दिन्थेँ। दुवै भारतहरूको कुराको लैलैमा नलागी छातीमा हात राखेर एकअर्काको मूल्याङ्कन गर्न लगाउँथे। फुर्ता र जुटताको परिणाम स्मरण गराउँथे। जुटेर अघि बढ्दा हुन सक्ने सम्भावनाहरू देखाएर पृथ्वीनारायण शाहले देखाएको बाटोमा लाग्न आग्रह गर्थे। यसरी म उनीहरूबीच कुराकानी भइरहेको समय पुगेको भए एउटा असल मध्यस्थकर्ता बनेर दुवैलाई फुटेर होइन जुटेर अघि बढ्ने प्रेरित गर्थे। अब 9 नम्बरमा व्याख्या गर्नुहोस् भनेको छ। कमा दिएको छ बाहिरी शत्रुलाई उठ्न दिनको मूल कारण घर झगडा हो। प्रस्तुत कथांश बदरीनाथ भट्टराईद्वारा लिखित ऐतिहासिक कथा घर झगडाबाट सावार गरिएको हो। फुट र गुटबन्दीले राष्ट्रलाई फाइदा गर्दैन। एकजुट भएर अगाडि बढे सबैको हित हुने भाव यी कथामा जोडिएको छ। परिवारभित्रको गुटबन्दीले नै बाहिरी शत्रुलाई बलियो बनाउने तर्फ सचेत गराउने सन्दर्भमा प्रस्तुत कथांश आएको हो। बहादुर शाह र राजेन्द्र लक्ष्मीको संयुक्त नायबी काल केही समय राम्ररी चल्यो, तर राज्य सञ्चालनको विषयलाई लिएर देवर भाउजूको मनमुटाव भएपछि भारदारहरूले तिनलाई पहाड बनाउने काम गरे। यी दुई बीच झनै खटपट बढाउन मद्दत गरे। यिनीहरू बीचमा अविश्वास बढ्दै गयो, जसका कारण दुवैजना एकअर्कालाई हत्याउन उद्यत भए। यी देवर भाउजूमा जति मनमुटाव बढ्यो त्यति भारदारहरूलाई चलखेल गर्न सहज भयो। साना कुरालाई अतिरञ्जित गरेर कान भर्न थाले। बहादुर शाह र राजेन्द्र लक्ष्मी बीच सामान्य मनमुटाव त थियो, त्यसमा आगोमा घिउ थप्ने काम भारदारहरूले गरे। यिनीहरू बीच अविश्वास बढाउँदै लगे र दरबारमा अस्थिरता कायम गर्न थाले। यदि बहादुर शाह र राजेन्द्र लक्ष्मी मिलेर शासन चलाएका भए आसेपासेहरूले चलखेल गर्न पाउने थिएनन्। इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने घरभित्र झगडा हुँदा छिमेकीले फाइदा लिएका धेरै घटनाहरू भेटिन्छन्। घरका समस्यालाई लडाएर धमिलो पानीमा माछा मार्न खोजेको धेरै भेटिन्छन्। घरका सदस्य मिल्दा घर बलियो हुन्छ। यसरी प्रस्तुत कथांशमा घरमा एकता नहुँदा वैरीहरूले पनि चलखेल गर्ने अवसर पाउँछन्। एकताले नै शत्रुहरूलाई पराजित गर्न सकिन्छ। त्यसैले घरका सदस्य मिलेर अगाडि बढ्नुपर्छ भन्ने भावलाई स्पष्ट पार्न खोजिएको छ। अब ख नम्बरमा शङ्काको डोरीमा पिङ खेल्नु नजानी हो भनेको छ। यसको व्याख्या यस प्रकार गर्न सकिन्छ। प्रस्तुत कथांश घर झगडा कथाबाट सावार गरिएको हो। यस कथाका लेखक कथाकार बदरीनाथ भट्टराई हुन्। ऐतिहासिक विषयवस्तुले समेटेर लेखिएको यस कथामा तत्कालीन समयमा दरबारभित्र हुने खटपटलाई समावेश गरिएको छ। यो भनाइ नजरबन्दबाट छुटेपछि राजेन्द्र लक्ष्मीले भनेकी हुन्, शङ्का गर्नु मूर्खता हो, शङ्काले लङ्का चलाउँछ। यही शङ्काकै कारण राजेन्द्र लक्ष्मी र बहादुर शाहले एकअर्कालाई शत्रु ठाने। शङ्काकै भरमा एकअर्कालाई नजरबन्दमा राखेका थिए। एकअर्कालाई सत्ताबाट गलत्याउने र नजरबन्दमा राख्ने काम भयो। शङ्काले अमृत पनि विष लाग्छ। भारदारहरूको कुरौटे प्रवृत्तिको रहस्य बुझ्न नसकेकी राजेन्द्र लक्ष्मीले बहादुर शाहमाथि शङ्का गरेकी छिन्। यसरी शङ्काकै भरमा व्यवहार गर्नु बुद्धिमानी नभएको महसुस राजेन्द्र लक्ष्मीलाई भएको छ। देवर भक्त भएर पनि बहादुर शाहले नजरबन्दमा बस्नु पर्नाको कारण शङ्का नै हो। शङ्काकै कारण दरबारमा अविश्वास बढ्यो र अस्थिरता जन्मियो। नेपाल एकीकरणको अभियानमा धक्का लाग्यो। अङ्ग्रेजलाई नेपालमाथि आक्रमण गर्न सहज भयो। शङ्काले घर झगडा निम्ताए। घर झगडाले गर्दा भारदारहरूले पनि चलखेल गर्ने अवसर पाए। शङ्काकै भरमा देशमा यस्ता धेरै काण्डहरू घटेका छन्। त्यसैले शङ्काका भरमा नभई स्वविवेकको प्रयोग गरेर सही गलत छुट्याउनुपर्छ। यसरी प्रस्तुत कथांशमा घर झगडाको कारक शङ्का रहेकोमा जोड दिँदै अनावश्यक शङ्काको परिणामतर्फ हामीलाई सचेत गराउन खोजिएको छ। अब 10 नम्बरमा घर झगडा कथाको सार एक अनुच्छेदमा लेख्नुहोस् भनेको छ। यसको उत्तर घर झगडा इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो। राज्य चलाउने काम सजिलो होइन। राज्य चलाउने व्यक्ति बाह्य र आन्तरिक चलखेल र षड्यन्त्रप्रति हरदम चनाखो बन्नुपर्छ। राज्यमा नेतृत्वकर्ताहरूका बीच आपसी सहमति र समझदारी भयो भने राज्य बलियो हुन्छ। आपसी वैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ। यस्तो अवस्थामा शत्रुहरूले पनि फाइदा उठाउन खोज्छन्। जसरी राजेन्द्र लक्ष्मी र बहादुर शाहका बीचमा आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा पनि धक्का लाग्यो। यसरी भाइ फुटे गवार लुटे भन्ने उखानलाई कथामा
चरित्रार्थ गरिएको छ। अब प्रश्न नम्बर 11 मा राजेन्द्र लक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्रै छन् त? कथाका आधारमा तर्क दिनुहोस्। यसको उत्तरमा लेख्न सकिन्छ घर झगडा इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक सत्य कथा हो। राजेन्द्र लक्ष्मी यस कथाकी मुख्य पात्र हुन्। आफ्ना ससुराले थालेको नेपालीकरणको अभियानलाई उनले अगाडि बढाएकी थिइन्। भारदारहरूको षड्यन्त्रको सामु अलि टुटेको देखिन्छ। इतिहासमा राजेन्द्र लक्ष्मी एउटी वीराङ्गना र राष्ट्रमाता भनेर चिनिएकी छिन्। आफ्ना पति प्रताप सिंह शाहको निधन हुँदा उनी दुधे बालक रणबहादुर र राष्ट्रको रक्षाका लागि भनेर सती गइन्। छोरा रणबहादुर शाहको नयाँ बनेर उनले शासन चलाइन्। पृथ्वीनारायण शाहले आफ्नो राज्यभित्र पार्न नसकेका लमजुङ, तनहुँ, कास्की, पर्वत, प्युठान राज्यहरू नेपाल अन्तर्गत पार्न राजेन्द्र लक्ष्मीको महत्त्वपूर्ण योगदान छ। नेपालको एकीकरणमा पृथ्वीनारायण शाहपछि उनको नाम पनि अगाडि आउँछ। यी कामहरूको मूल्याङ्कन गर्दा उनले गरेका कार्य अवश्य राष्ट्रियता र स्वाधीनताका लागि देखिएका छन्। यति हुँदाहुँदै पनि भारदारहरूको षड्यन्त्रको दलदलमा भने उनी चुर्लुममा डुबेकी छन्। बहादुर शाहलाई सब मानेर नजरबन्दमा राखेकी छन्। कथामा उनी आफै पनि बहादुर शाहलाई सदुपयोग गर्न नसक्दा पश्चातापमा परेकी छन्। उनीमा केही व्यक्तिगत स्वार्थ पनि हावी भएको पाइन्छ। बहादुर शाहले एकीकरणको अभियानलाई तीव्र बनाउन खोज्दा यही कुरालाई लिएर देवर भाउजू बीच खटपट सुरु भएको मानिन्छ। उनले बहादुर शाहलाई पनि साथमा लिएर अगाडि बढ्न सकेकी भए देशको राष्ट्रियता र स्वाधीनता अझ मजबुत हुने देखिन्छ। हुन त उनले भने जस्तै एउटा व्यक्तिले सधैँ सबै कुरामा गुण लगाउन कसले सक्छ र लाई आधार मान्ने हो भने समग्रमा उनका काम राष्ट्रियता र स्वाधीनताका लागि मात्र भएको मान्न सकिन्छ। अब प्रश्न नम्बर 12 मा सोधेको छ सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई कथाले कुन रूपमा देखाएको छ समीक्षा गर्नुहोस् भनेको छ। यसको उत्तर यस प्रकार लेख्न सकिन्छ घर झगडा इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो। यो कथा कथाकार बद्रीनाथ भट्टराईले लेखेका हुन्। यस कथामा तत्कालीन समयमा राज्यका नेतृत्वकर्ताहरूका बीच हुने आपसी षड्यन्त्र, वैमनस्य, कलह आदिका कारण र परिणामलाई प्रस्तुत गरिएको छ। शक्ति सङ्घर्षको विषयलाई समावेश गरी कथामा भाइ फुटे गवार लुटे भन्ने उखानलाई चरितार्थ गरिएको छ। राजेन्द्र लक्ष्मी र बहादुर शाह दुवैले प्रताप सिंह शाहको मृत्युपछि नायब भएर शासन चलाए। दरबारीय षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन्। शङ्कालु प्रवृत्ति दुवैमा हाबी छ। स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए। भाउजू र देवरमा कहिले मेलमिलाप हुन्थ्यो त कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो। यसै बेलादेखि राजा र भाइ भारदारहरूबीच राजदरबारभित्र अविश्वास र आशंकाको बीजारोपण भएको मानिन्छ। यही दरबारीय षड्यन्त्रको चक्रव्यूहमा असङ्ख्य भारदारहरूको उत्थान र पतन हुन पुग्यो। भारदारहरू आफ्नो स्वार्थ जोसँग पुरा गर्न सकिन्छ उसैको पछि लागे। राष्ट्रियता र स्वाधीनताका कुरा गौड रहन्थे। विरोधीहरूको देश निकाला, नजरबन्द र हत्या समेत हुन्थ्यो। शक्ति सङ्घर्षको दौरानमा बहादुर शाह पटक पटक नजरबन्द र निर्वासित हुनु पर्यो भन्ने राजेन्द्र लक्ष्मी पनि दरबारभित्र कैद हुनु पर्यो। दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा काम हुन्थ्यो तर उनीहरू नेतृत्वको आन्थापमा बढी केन्द्रित रहे। यो कथा वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक छ। सत्ता प्राप्ति र नेतृत्वको भोग अहिलेको नेताहरूमा अझ विकृत देखिन्छ। सत्ता प्राप्तिका लागि हुने तत्कालीन सङ्घर्षलाई वर्तमान सन्दर्भमा बुझ्न अझ सहज देखिन्छ। राष्ट्रियता र स्वाधीनताका कुरा नारामा मात्र सीमित रहने र सत्तामा पुग्नका लागि जस्तो सुकै हत्याकाण्ड पनि अपनाउन तयार रहने तर व्यक्तिका मनमा सत्व, रज र तम गरी 3 प्राकृतिक गुणहरू रहेका हुन्छन्। मन र इन्द्रिय बीचको सम्बन्ध देखाउन गरेको देखिन्छ। मन अत्यन्त तीव्र र गतिवान हुन्छ र यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ। राजस र तामस मनको तुलना गर्नुहोस् तर रागयुक्त, सचेत र चञ्चल मन राजस मन हो भने क्रोधी र अज्ञानी मन तामस मन हो। यी व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदो रहेछ? व्यक्तिका व्यवहार मन, इन्द्रिय र गुणका आधारमा निर्धारण हुँदो रहेछ। अब खमा भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् भनेको छ। अमा सोधेको छ अनुच्छेदका गर्छ र मानिन्छ क्रियापदको धातु पहिचान गर्नुहोस्। उत्तर गर, मान। अनुच्छेदबाट सकर्मक क्रिया भएका कुनै 2 धातु टिपी अनुच्छेदमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् भन्ने छ। उत्तर हुन्छ, गर्छ। जेठमा कर्मी हुन्छ, विवेकले कक्षा कार्य गर्छ।
यी अनुच्छेदबाट दीर्घ इकार प्रयोग भएका 4वटा शब्द पहिचान गर्नुहोस् भन्ने छ। उत्तर जीव, तीव्र, 3। हस्त विद्यार्थी भाइ बहिनीहरू आजका लागि यति नै। भिडियोलाई अन्तिम समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि हजुरहरू च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। अनि भिडियोलाई साथीहरूसँग जति सक्दो सेयर गरिदिनुहोस् र हजुरहरूलाई कुन कुन टपिकमा भिडियो चाहिन्छ कृपया कमेन्ट गर्नुहोस् र भिडियोले हजुरहरूलाई थोरै भए पनि हेल्प गरेमा भिडियोलाई लाइक गर्नुहोस्। हस्त आजको लागि यति नै। अर्को भिडियोमा भेटौँला। नमस्कार, बाई।